हेलो साथी हो, नमस्ते नमस्ते। यता मेरो बुढा, मेरो बुढो बुढा होइन बुढो। हेर्नु जो दबाई भनेको यस्तो यस्तो गराएर यहाँ सुपोभरि हेर्नु त, यस्तो दामी। यसको अब 3 पानी बनाउने हो साथी हो। यो 3 पानी बनाएर यसको दबाई हुन्छ। यो दबाईको लागि हो यो बनाएकै, र यति दुःख गरेको पनि। अरे यो जिउ दुखेको, सर्केको, मर्केको र सबैको दबाई हुन्छ के यो चिज। अब यो चिज भन्ने ल हेर्नुहोस्, यति टिपेछ। अब यसको 3 पानी झोल बनाउने हो। आयुर्वेदी दबाई जस्तै हो यो पनि। र यो आइडेस बनाउँछन् नि साथी हो। आइडेस हजुरहरूले ढाड दुखेमा, कम्मर दुखेमा लगाउनुहुन्छ नि हो, त्यसैको फल हो यो। हेर्नु है, त्यही चिजको फल हो यो। अरे यता मेरो साउजी बुढा ल हेर्नु हो, सबै मेरो श्रीमान, मेरो प्यारो, मेरो दिल। ल भित्र गएको मेरो बुढा श्रीमान फेरि पनि बुढै भन्न आउँछ के। ल हेर्नु यत्रो आज टिपेर आज उ गरेछ। अब यसलाई अब बनाएर आज दबाई गराएर राख्न पर्यो। यत्रो अब यो चिज ल हेर्नुहोस्, यत्रो सुपोभरि यत्रो चुलचुल्तै बनाएर राखेको छु। अब यसको यस्तो दामी दबाई हुन्छ। अब यो 1000 रुपियाँ हाले पनि यो चिज हजुरहरूले पाउनुहुन्न। र यसको अब म दबाई बनाउँछु, सुरु गरेँ अब बनाउन। अब यसको 3 पानी हुन्छ। हेर्नु यो फलको यो ठुलो दबाई हो यो साथी हो। यता हेर्नु, यता मै छु। बाई। अब धेरै लाइक कमेन्ट गरेर मलाई धेरै धेरै माया गरिदिनु होला भन्न चाहन्छु। र यो फल हजुरहरूकोतिर छ भने पनि कमेन्टमा लेखिदिनु होला भन्न चाहन्छु। र कमेन्टमा लेखेर हजुरहरूकोतिर छैन भने अब भन्नु होला, मसित आउनु होला। अब यसको म दबाई बनाएर लिएर आउँछु। र यो दबाई खान जसलाई इच्छा छ र यो खान सक्नुहुन्छ र मगाउन पनि सक्नुहुन्छ। अब यो लास्ट हो यो फल। हेर्नु यो फल लास्टै हो, सकियो, यसको सिजन सकियो। अब सिजन सकिसकेको बेलामा आएको रहेछु, तर यही पनि भेट्टाएँ। र को साथीहरूले मन पार्नुहुन्छ र को साथीहरूलाई दबाईमा इस्तेमाल गर्नुहुन्छ यो। अरू यो ढाड दुखेको, कम्मर दुखेको सबै चिजको दबाई यो आयुर्वेदी भन्नाले अब यो सर्के मर्केकोमा सबैले इस्तेमाल गर्ने हो। रुगा काँसो लाग्दाखेरि अब यसको ठुलो दबाई बन्छ। हजुरहरूले कम्मर दुखेको भनेर ल्याउनुहुन्छ, यो त्यसैको हो, यो त्यही चिज हो यो। बाई साथी हो, माया गरिदिनु होला भन्न चाहन्छु।